सम्पूर्ण महानुभावहरूमा म यस संस्थाको सचिव जमदार हरिप्रसाद गवाडीको तर्फबाट तथा भूभू सैनिक कल्याणकारी संस्था साविक प्रगति नगरको तर्फबाट यहाँहरू सम्पूर्णलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। गुरुको अनुमतिले म कार्यक्रम सञ्चालन गर्न चाहन्छु। कल्याणकारी संस्था साविक प्रगति नगरको 17औं साधारण सभा स्थापना दिवस तथा 2083 सालको शुभकामना आदान प्रदान कार्यक्रमका सभाध्यक्ष ग्रहण गरिदिनु हुन यस संस्थाका अध्यक्ष क्याप्टेन शेरबहादुर केसीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यस्तै गरी आजको यस 17औं साधारण सभा स्थापना 83 सालको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन यसै संस्थाका निवर्तमान अध्यक्ष शालीन व्यक्तित्व क्याप्टेन लीलामणि घिमिरे अनुरोध गर्दछु। यस संस्थाका निवर्तमान अध्यक्ष समाजसेवी व्यक्तित्व जसले संस्थाको हकितमा कार्य गरी संस्थालाई आजको स्थानसम्म पुर्याउन अहोरात्र योगदान दिनुभयो आदरणीय व्यक्तित्व क्याप्टेन दिलबहादुर खत्रीज्यूलाई म यस्तै गरी चाहन्छु। जनकल्याण दिव्यपुरीका अध्यक्ष क्याप्टेन सञ्जय विक्रम खत्रीज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको लागि म अनुरोध गर्न चाहन्छु भूभू सैनिक संस्था देवचुरीका अध्यक्ष सुबेदार गोपाल देवकोटाज्यू, रजहरका अध्यक्ष सुबेदार लाल प्रसाद अधिकारीज्यू, कल्याणकारी संस्था रजहरका शेषराज भिताज्यूलाई अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। छत्तीसगढका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक भीमबहादुर थापा मगरज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। खादा मदा तथा ब्याज प्रदान गरिदिनु हुन उपसमितिका सम्पूर्ण साथीहरूलाई म हार्दिक अनुरोध गर्दछु। सीतादेवी सापकोटाज्यू, कमला खड्काज्यू, जमुना गौतमज्यू, हेमलता गुरुङज्यू, बुद्धिसरा कार्कीज्यू र सन्ध्या ढकाललाई उपस्थित अतिथिहरूलाई त्यस्तै गरी अतिथि आसन ग्रहणकै क्रममा बिकु बचत सुवेदीज्यूलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्छु। राणाज्यूलाई म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी हेपी एफएमका वर्गका खगेन्द्र पराजुलीज्यूलाई अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्छु। कृपया ताली। प्रतिनिधि भीम सुवेदीज्यूलाई म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यस भूपसाजुलीज्यूलाई आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको लागि अनुरोध गर्दछु। ज्यूलाई म आसन ग्रहणको लागि अनुरोध गर्दछु। कृपया ताली बजाइदिनु होला। स्टेजमा आएर आसन ग्रहण गरिदिनु होला। गुरुङज्यूलाई आसन ग्रहणको लागि म अनुरोध गर्दछु। कार्यक्रम सञ्चालक ज्यू, यो
स्टेजमा निम्ताउनु भयो मलाई धेरै धन्यवाद। आजका यस सभाका सभापति सभा अध्यक्षज्यू र प्रमुख अतिथिज्यू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने सम्पूर्ण अतिथिगणहरू सम्पूर्णलाई मेरो हृदय व्यक्तिगत तर्फबाट संस्थाको तर्फबाट न्यानो माया नमस्कार। मेरो नाम देवी सापकोटा, सीता देवी सापकोटा, देवचुली प्रगति नगर। र आज यो हाम्रो कार्यक्रम यो 17औं वार्षिक साधन सभा एकदम भव्यसित सम्पन्न गर्नको लागि सम्पूर्ण जहाँबाट पाल्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई मेरो हृदयदेखि नमस्कार। र आज यो ठाउँमा हामी सबै जुटेर हामीले संस्थाबाट एकदम अगाडि बढेका छौँ। सम्पूर्ण लेसिया र सदस्य महानुभावले सबै बुझ्नु भएको छ। आज चाहिँ बोलाउनु भयो आजको कार्यक्रम सञ्चालक सरजी, उहाँको लागि धेरै धन्यवाद। आउँदै गरेको 83 सालको नयाँ वर्षको शुभकामना सम्पूर्ण दाजुभाइ दिदीबहिनी सम्पूर्ण सङ्घ संस्थाबाट पाल्नुहुने सम्पूर्ण अतिथिगणहरू मेरो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद। जय भुपु। नमस्कार। कल्याणकारी संस्था देवचुली नगरपालिका साबिक प्रगति नगर नवलपरासी भरतपुर शिक्षा परिवार 17औं साधारण सभा तथा स्थापना दिवस एवं नव वर्ष 2083 सालको शुभकामना आदान प्रदान कार्यक्रम मिति 2082 चैत्र 28 गते शनिबार पहिलो चरणमा खुला सत्रको कार्यक्रम रहनेछ भने खुला सत्रको समापन लगतै दोस्रो चरणमा बन्द सत्रको कार्यक्रम रहेको छ। त्यसकारण यथास्थानमा बसेर बन्द सत्रमा भाग लिए कुशल कार्यक्रम सञ्चालक तथा यसै संस्थाका सचिव आर्य व्यक्तित्व हरिप्रसाद दवानीज्यू, सम्पूर्णलाई जय भुपु। भएन जय के जितमा चिन्तित हुँदैन कहिल्यै भयभीतमा। उच्च मनोबल, कर्तव्य, शौर्य, साहस, अनुशासन सहित तन समर्पित, मन समर्पित अनि देशको लागि जीवन समर्पित भनी इमानदारीका साथ निस्वार्थ भावनाको सङ्गालोको विभूषित नै भुपु संस्थाको परिचय हुन्छ। भुपु सैनिक कल्याणकारी संस्थाको यही नै परिचय हो। महाभारत श्रृङ्खलाको 1938 मिटर अग्लो देवचुली चुचुरोको काखमा र पवित्र नयानी नदीको किनारामा अवस्थित साबिक प्रगति नगरको नामबाट नामाकरण भएको यो पवित्र र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नगरी प्रगति नगरमा अवस्थित गौरवशाली इतिहास बोकेको गरिमामय संस्था यस भुपु सैनिक कल्याणकारी संस्थाको 17औं साधारण सभा तथा नव वर्ष 2083 को शुभकामना आदान प्रदान सभाका प्रमुख अतिथि आर्य व्यक्तित्व संस्थापक अध्यक्ष आर्य व्यक्तित्व क्याप्टेन जिल्लामणि घिमिरे सर, सञ्चालक समितिका सम्पूर्ण साथीहरू, विशिष्ट व्यक्तित्व, विशिष्ट अतिथि, यसै भुपु सैनिक कल्याणकारी संस्थाका निवर्तमान अध्यक्ष आर्य व्यक्तित्व सामाजिक व्यक्तित्व मेरा आदरणीय दाजु श्री क्याप्टेन दिलबहादुर खत्रीज्यू, जो भर्खरै यहाँ पुग्नु भएको थियो, केही काम विशेषले यहाँबाट निक्लिनु भएको छ, उहाँलाई पनि उच्च सम्मान छ। कल्याणकारी संस्था दिव्यपुरीका अध्यक्ष आर्य व्यक्तित्व शिक्षाकर्मी साथीहरू, अहोरात्र खटेर यहाँसम्म पुर्याउनु हुने यस सम्पूर्ण सञ्चालक समितिका साथीहरू, सल्लाहकार साथीहरू, ऋण समितिका साथीहरू, उपसमितिका साथीहरू सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट र भुपु सैनिक कल्याणकारी संस्था प्रगति नगरको तर्फबाट उच्च सम्मान सहित भुपुमय अभिवादन व्यक्त गर्न चाहन्छु। जय। नव वर्ष 2083 को शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका छौं। यस साधारण सभाका अध्यक्षको साधारण सभामा
यस संस्थाको अध्यक्षको हैसियतले म अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्न पाउँदा म आफैलाई गौरवान्वित पनि सोचेको छु, सम्झेको छु। यस संस्थालाई नमन गर्न चाहन्छु, म अभिवादन गर्न चाहन्छु र त्यसपछि मात्र म यस संस्थाको एकजना सदस्यहरू छौँ को ठुलो परिवार छ। वर्तमान कार्य समितिको यो दोस्रो साल सभा पनि रहेको छ। संस्थालाई यहाँसम्म पुर्याउने सम्पूर्ण साथीहरूलाई फेरि पनि म नमन भन्दै संस्था स्थापित गर्न हामीले विगतदेखि यो खाता र लेजरमा गरिरहेका कार्यलाई सफ्टवेयर र कम्प्युटर सिस्टममा ल्याउन सफल भएका छौँ। यो अहोरात्र खटेर कार्य सम्पादन गर्नुहुने सम्पूर्ण साथीहरूलाई म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। आशा छ यहाँभन्दा पनि अझ उत्कृष्ट ढङ्गले अगाडि हाम्रो कार्य सम्पादन हुनेछ। सदस्यहरूको सेवा सुख र दुःखमा हामीहरू सहकार्य गर्नेछौँ। पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। संस्थाले विभिन्न कार्यक्रमहरू त हामीले नियमित रूपमा वार्षिक रूपमा गरि नै रहेका छौँ र पनि हामीले एउटा प्रयास यो कार्य समिति गठन भएपछि गर्ने प्रयास गर्यौँ, जमर्को गर्यौँ। त्यो हो सामूहिक वनभोजको कार्यक्रम। सामूहिक वनभोज कार्यक्रममा हामीले पहिलोपटक इतिहासमा आँटेका थियौँ। त्यो सफलतापूर्वक कार्य सम्पादन भएको छ। यसमा पनि हामी सम्पूर्ण साथीहरूलाई म आभार व्यक्त गर्न चाहन्छु। संस्थाका कुनै पनि सदस्यको देहावसान भएको अवस्थामा संस्थाले 5,000 रुपियाँ एक भेटी सहित शोक पुस्तिकामा सहित चाहिँ हामीहरू समितिहरू गएर श्रद्धाञ्जली प्रकट गर्ने जो कार्यक्रम छ त्यसलाई यथावतै राखेका संस्थामा आबद्ध भएका भूपुहरूको छोरा या छोरी या नाति या नातिनी कुनै पनि सदस्य छ भने एसईमा उत्कृष्ट अङ्क प्राप्त गर्ने लागि सम्मान तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ। त्यो पनि हामीले सञ्चालनमा ल्याएका छौँ। ज्येष्ठ नागरिक भूपुका सदस्यहरू जो हुनुहुन्छ उहाँलाई हामीले बसेपछि सिरियललाई सम्मान गर्ने कार्यक्रम जो हामी गर्छौँ त्यो पनि हामी गरि नै रहेका छौँ। यस संस्थामा रहेर वार्षिक रूपमा उत्कृष्ट कार्य सम्पादन गर्ने समितिका साथीहरू मध्येबाट पनि हामीले सम्मान गर्ने जो कार्यक्रम राखेका छौँ त्यो पनि हामी सम्पादन नै गरिराखेका छौँ। धार्मिक संस्था या सामाजिक संस्थानहरूमा सहकार्य गर्ने, सहयोग गर्ने र कल्याणकारी कामको लागि अगाडि बढाउने उद्देश्यले हामीहरू विभिन्न संस्थाहरूमा काम पनि सञ्चालन गर्छौँ। यसै सन्दर्भमा पशुपति आवासीय संस्कृत माध्यमिक विद्यालयमा बटुक भोजनको लागि या मन्दिर निर्माणको लागि भनेर आर्थिक सहयोग रूपमा 15,105 रुपियाँ पनि आर्थिक सहयोग गरेको पनि जानकारी अनुरोध गर्न चाहन्छु। आर्थिक वर्षमा भन्दा हामीले ब्याज ऋण लगानीमा ब्याजलाई न्यूनीकरण गरेका छौँ। 10% ब्याजमा ऋण प्रवाह गर्ने गरेको विगतको हाम्रो इतिहास थियो या हाम्रो त्यो नियम थियो, तर यस वर्ष भएका छौँ। यो पनि मैले यहाँको जानकारी अनुरोध गर्न चाहन्छु पनि गर्ने र यो पनि हामीले हरेक वर्ष सम्पादन गर्दै आएका छौँ। यो वर्ष पनि गर्ने नै छौँ। संस्थाका साथीहरूलाई भूपू भएको नाताले वर्षमा एकपटक जीवित प्रमाणहरूको क्याम्प काउचोती र भरतपुरमा लाग्ने गर्दछ। नेपाली सेनाहरूको त ब्याङ्कमा नै पनि हुने गर्दछ, तर भारतीय भूपू सैनिकहरूको दुईटा क्याम्पको लागि सहजीकरण गर्ने र उहाँलाई मार्गदर्शन गर्ने, परेको समस्यालाई चाहिँ तुरन्त निवारण गर्ने पनि हामीले गरेका छौँ। संस्थालाई अहिले चुस्त दुरुस्त बनाउने कोसिसमा रहेका छौँ। त्यसै सन्दर्भमा यहाँ भएका सिलाइ मेसिनहरू पनि थिए। पटक यस संस्थाका 300 भन्दा माथिका सबैजना सदस्यहरूको 1 महिनाको मासिक बचत संस्थाले नै
जम्मा गरिदिएको पनि यहाँहरू समक्ष अनुरोध गर्न चाहन्छु। प्राविधिक मैत्री बनाउनको लागि संस्थाका कर्मचारीहरू तथा संस्थामा सम्पादन गर्ने व्यक्तित्वहरूलाई समय समयमा प्राविधिक शिक्षा या तालिमको पनि व्यवस्था गरेका छौँ। यी विविध कुराहरू हामीले सम्पादन गरि नै आएका छौँ र आगामी वर्षमा भने हामीहरू यी सम्पूर्ण कार्यक्रमहरूलाई यथावत अगाडि लैजाने, सम्पादन गर्ने तथा अझै प्रभावशाली ढङ्गले अगाडि बढाउने पनि हामीले प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ र यसको अतिरिक्त संस्थाका सदस्यहरूलाई स्वास्थ्य चेतना तथा साक्षरता कार्यक्रमको आयोजना गर्ने भनेर पनि अब आगामी आर्थिक वर्षमा हामीले जमर्को गरेका छौँ। सँगै महिला सशक्तिकरण अथवा उद्घोष तालिमको लागि पनि पहल गर्ने पनि हामीले कोसिस गरेका छौँ। स्थानीय तथा सम्बन्धित सरकारसँग भूपू सैनिकहरूको कार्यक्षमता अनुरूप पुनर्रोजगारको लागि सम्बन्धित निकायमा पहल गर्ने भनेर पनि हामीले जमर्को गरेका छौँ। यसको लागि स्थानीय सरकार हुन्छ या प्रदेश सरकार हो या सङ्घ सरकारसँग हामीले पहल गर्नेछौँ भन्ने पनि म यहाँ अनुरोध गर्न चाहन्छु। सेनामा सेवारत सैनिकहरूले बुझ्ने पेन्सन नेपाल एसबीआई ब्याङ्क लिमिटेडमा हुनुहुन्छ। उहाँ एसबीआई ब्याङ्क लिमिटेडसँग मैले समन्वय गरेर त्यो ब्याङ्कको सीएसआर अन्तर्गत केही सामाजिक कार्यमा भूपू सैनिक क्रान्तिकारी संस्थाको मार्फत केही सामाजिक कार्यमा हामी संलग्न रहेर केही कार्य सम्पादन गर्नेछौँ भन्ने उहाँहरूको प्रतिबद्धता पनि आएको कुरा जानकारी गर्दै आगामी आर्थिक वर्षमा अवश्य पनि भूपू सैनिक क्रान्तिकारी संस्था प्रगति नगरले नेपाली एसबीआई ब्याङ्क लिमिटेडसँग समन्वय गरी केही न केही सामाजिक कार्य सम्पादन गर्ने पनि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। भूपू सैनिक क्रान्तिकारी संस्थामा 5-7वटा छन्, कोही रजिस्टर छन्, कोही भने कोही रजिस्टर नगरिकन पनि चलाएका संस्थाहरू छन्। सबैले एउटा समस्या भोग्नु परेको छ जो इसिएचएस भनी भारतीय सैनिकहरूको लागि दिइने स्वास्थ्य सेवाको बारेमा सम्बन्धित विषय हो। यो विषयमा पनि हामीले सम्बन्धित निकायमा कुरा उठाउँदै गरेको र कुन प्रारम्भिक रूपमा कसरी हामीहरू विधि र नीति अनुसार कसरी जान सकिन्छ, इसिएचएस पोलिक्लिनिक भरतपुरमा हाल्न आवश्यकता छ भन्ने उद्देश्य लिएर सम्बन्धित निकायमा भन्नाले हामी सैनिक कल्याणकारी संस्था हजुरको हातमा, हजुरको समृद्धि भूपू सैनिक कल्याणकारी संस्थाको साथमा यस भूपू सैनिक कल्याणकारी संस्थाको 17औं गरिमामय साधारण सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रमुख तथा प्रतिनिधिज्यूहरू, पत्रकार मित्रहरू, कार्य समितिका पदाधिकारीज्यूहरू, पूर्व कार्य समितिका पदाधिकारीज्यूहरू, लेखा समितिका संयोजक तथा सदस्यज्यूहरू, सदस्य एवं भूपू सैनिक कल्याणकारी संस्थाका अभियन्ताहरू प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै कार्यक्रममा उहाँहरूले गरेको योगदानको उच्च सम्मान गर्न चाहन्छु। यस संस्थाले कल्याणकारी मूल्य मान्यता र सिद्धान्तको अधीनमा रही सुखी सदस्य समृद्ध समाजको लक्ष्यलाई पूरा गर्न आफ्ना सदस्यहरूलाई आर्थिक रूपमा सबल र सक्षम बनाउन मासिक बचतको कार्यक्रम गर्दै आएको छ। यो सुन्दर भविष्य हो। बचत बिनाको अबको प्रतिस्पर्धात्मक समाज आत्मसन्तुष्टिका साथ जिउन मुस्किल छ। सदस्यहरूले गर्नुभएको मासिक बचतको हरेक आवको अन्तिम महिनामा ब्याज प्रवाह गर्ने व्यवस्था गर्नुको साथै सदस्यहरूको माग अनुसार संस्थाको नियमको परिधिभित्र रही सरल र सहज तरिकाले ऋण प्रवाह गर्ने कार्य गरेका छन्। सञ्चालन गरी मासिक बचत तथा 6 र 10 गते ऋण प्रवाह गर्ने गरेको भए पनि सदस्यहरूको समस्यालाई मध्यनजर गर्दै महिनाको कुनै पनि दिन सदस्यहरूले माग गर्नुभएको खण्डमा आकस्मिक कर्जा लगानीको व्यवस्था समेत गरिएको छ। पुनः रिपिट गर्न चाहन्छु, सचिव र कोषाध्यक्ष जो कोहीलाई पनि फोन गरेर मलाई समस्या पर्यो, मलाई रकम चाहियो, आर्थिक समस्या पर्यो भन्नुभयो भने कुनै पनि दिन यहाँलाई लगानी हुनेछ, त्यो पनि 1 घण्टाभित्रमा। यो जानकारी गराएँ यहाँलाई थप मैले।
किनकि धेरै सदस्यहरूले नबुझेर अप्ठ्यारो पर्दा पनि हामीसँग समन्वयमा आउनुभएको छैन। तसर्थ हाम्रो सम्पर्क नम्बर राखेर सम्पर्क गरिदिनु होला। धन्यवाद। उहाँदेखि हालसम्म संस्थाको कार्य समितिको बैठकद्वारा गरिएका मुख्य निर्णयहरू यहाँ समक्ष प्रस्तुत गर्न चाहन्छु। सभादेखि हालसम्म कार्य समितिको जम्मा 12वटा नियमित मासिक बैठक बसेको थियो। हरेक बैठकमा 95% उपस्थिति रहेको थियो। 2081 2 महिना 11 गते बसेको कार्य समितिको बैठकद्वारा पट्टाधारीको लागि रु 2 लाखसम्म र आश्रितलाई 1,50,000 तथा बिना पट्टावाला सदस्यलाई बचतमा 10% थप गरेर ऋण लगानी गर्ने भनी गरेको निर्णयमा बचतकर्ता सदस्यहरूको सुझावलाई मध्यनजर गर्दै मिति 2082 3/11 गते बसेको कार्य समिति बैठकले पट्टाधारी सदस्यहरूलाई 3 लाखसम्म र आश्रितलाई 2 लाखसम्म, आश्रित भन्नाले पट्टावालाको श्रीमती बुझ्नुपर्दछ, आश्रितलाई 2 लाखसम्म तथा बिना पट्टाधारी सदस्यज्यूहरूलाई बचतमा 10% थप गरेर ऋण लगानी गर्ने भनी निर्णय गरिएको। 2082 साल वैशाख 11 गतेको दिन बसेको कार्य समिति बैठकले संस्थाको स्वामित्वमा रहेको 5 स्थान सिलाइ मेसिन विगत लामो समयदेखि चल्तीमा नभई काम नलगाउने अवस्थामा भएकोले उक्त सिलाइ मेसिनको व्यवस्थापन गरी त्यसबाट आम्दानी रकम संस्थाको खातामा जम्मा गरिएको। साल 1 महिना 11 गते बसेको कार्य समिति बैठकले यस संस्थाले आफ्ना बचतकर्ता सदस्यज्यूहरूको 84 पूजामा नगद रु 5,000 दिने गरेकोमा हाल 84 पूजा भएका सदस्यज्यूहरूले नगद रुपियाँ लिन अनिच्छा देखाउनु भएको हुँदा अबदेखि 84 पूजा भएका बचतकर्ता सदस्यज्यूहरूलाई उक्त रकम बराबरको फोटो फ्रेम तथा मायाको चिनो प्रदान गर्ने भनी निर्णय गरिएको। 82/1/11 गते बसेको कार्य समितिको बैठकले आर्थिक वर्ष 2080-81 को लेखा परीक्षणबाट देखिन आएको मुनाफाको 1,42,000 करेक्सन 1,42,000 रुपियाँलाई प्रत्येक बचतकर्ता सदस्यज्यूहरूको खातामा जम्मा गरिदिने निर्णय गरी सोही अनुसार 2082 साल जेठ महिनाको बचतमा जनै 500 रुपियाँ जम्मा गरिएको। साल 2 महिना 11 गते बसेको कार्य समिति बैठकले यस अगाडि ऋण लगानीको अवधि 1 वर्ष भएकोमा यसै मितिबाट लागू हुने गरी ऋण लगानीको अवधि 2 वर्ष हुने गरी निर्णय गरिएको। 2082 साल 2 महिना 11 गते बसेको कार्य समिति बैठकले यसभन्दा पहिला ऋण लगानीमा 10% ब्याज दर रहेकोमा आर्थिक वर्ष 2082-83 देखि लगानी हुने ऋणमा ब्याज दर 9% हुने भनी निर्णय गरिएको। 5 महिना 16 गतेका दिन बसेको कार्य समिति बैठकले यस संस्थामा रहेको कम्प्युटर पुरानो भई दैनिक कार्य सम्पादनमा असहज भएकोले एक ठाउँ नयाँ कम्प्युटर खरिद गर्ने साथै संस्थाको कार्यालयमा एक ठाउँ CCTV क्यामेरा जडान गर्ने निर्णय गरी सोही अनुसार गरिएको। 82 साल 6 महिना 11 गते बसेको कार्य समितिको बैठकले बचतकर्ता सदस्यज्यूहरूको सुझावलाई मध्यनजर गर्दै मिति 2082 6 महिना 14 गतेका दिन सम्पूर्ण बचतकर्ता सदस्यज्यूहरूलाई घुमाउरी पिकनिक स्पटमा वनभोज कार्यक्रम गर्ने भनी निर्णय गरे अनुसार उक्त मितिमा उक्त स्थानमा वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको। 82 साल 8 महिना 12 गतेको बसेको कार्य समितिको बैठकले मिति 2082 8 महिना 21 गतेदेखि पशुपति साङ्गमेट देवचुली 15 प्रगति नगरमा सञ्चालन हुने धनधान्चल महायज्ञमा रु 15,105 रुपियाँ दान सहयोग गर्ने भनी निर्णय गरे अनुसार गरिएको। प्रतिवेदनमा उल्लेख भए गरेका कार्यहरूलाई रचनात्मक सुझाव सहित अनुमोदन गरिदिनुहुनेछ भन्ने आशा र विश्वास लिएको छु। साथै आगामी दिनहरूमा पनि सल्लाह र सुझावको अपेक्षा गर्दै संस्थाको परिणात्मक गुणात्मक विकास र वृद्धिमा साथको सहयोग गर्नुहुने कार्य समिति, सल्लाहकार समिति, लेखा समिति तथा समितिका सम्पूर्ण बचतकर्ता सदस्यज्यूहरू र कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन प्रेरणा र हौसला प्रदान गर्न पाउनुभएका महिला तथा सज्जनवृन्दहरूमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। साथै हाम्रो साथमा नजिकै गरेको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यहाँहरू सम्पूर्णमा सुख शान्ति समृद्धि तथा सुस्वास्थ्यको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद। सचिव प्रगति नगरवासी भूपू सैनिक यहाँ उपस्थित भएका छौँ र आज यस साधारण सभा अध्यक्ष महोदय
अतिथिज्यू र मञ्चमा प्रदानको लागि उपस्थित हुनुभएका सम्पूर्ण बचतकर्ता दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा को तर्फबाट र यस भूपू सैनिक कल्याणकारी को तर्फबाट हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। जय भूपू। पारदर्शिता कायम गराउने उद्देश्यका साथ लेखा संस्थाको आर्थिक गतिविधि कार्य सम्पादनलाई मूल्याङ्कन गर्दै संस्थाको म अध्यक्षज्यूबाट अनुमति चाहन्छु। उहाँले गरेका निर्णयहरूलाई क्रमशः संस्थाले पूरा गर्दै गरेको पाइएको छ। यसैगरी ऋण लगानी प्रक्रियामा आवश्यक कागजात तयार पारी ऋण समितिको स्वीकृति पश्चात बैंक चेक मार्फत ऋण वितरण गरिएको पनि म जानकारी गराउन चाहन्छु। यसैगरी मध्यनजर गर्दै बचत तथा ऋणको ब्याज दर समय सापेक्ष परिमार्जन गरी लागू गरेको पाइएको छ। संस्थामा यदि कुनै सदस्यज्यूहरूले ऋण लिनुभयो, बिमार हुनुहुन्छ, ऋण लगेको पैसाले पनि उपचार गर्नलाई पुगेको छैन भने आफ्नो बचतबाट यस्तो साह्रै नै जरुरत परेको सदस्यलाई बचतको आफ्नो बचतबाट 70% बचतमा प्रस्तुत गरेमा संस्थाको कार्य समितिको मिटिङले पास गरेर उहाँहरूलाई रकम दिने भने निर्णय गरेको पाइयो। संस्थामा अघि नै हाम्रो अध्यक्षज्यूले सचिवले धेरै कुराहरू भनिसक्नु भएको छ, म त्यसलाई फेरि दोहोऱ्याउन चाहदिनँ। जस्तै संस्थामा मृत्यु राहत कोष र सदस्यज्यूहरूका नानी बाबुहरूलाई यस शिविरमा उत्तीर्ण सर्वोत्कृष्ट ग्रेड ल्याउने र ज्येष्ठ नागरिक सदस्यका बचतकर्ताहरूबाट ज्येष्ठ नागरिकलाई दिने विषयहरूमा उहाँहरूले भनिसक्नु भएको छ। यसै गरी संस्थामा बचतकर्ता सदस्यज्यूले 84 वर्षको पूजा लगाउँदै हुनुहुन्छ र संस्थामा सूचना दिनुहुन्छ भने 84 पूजामा संस्थाका सदस्यज्यूको निमन्त्रणा स्वीकार गरी संस्थाले दोसल्ला ओढाएर प्रमाणपत्र दिने गरेको पनि म जानकारी गराउन चाहन्छु। बचतकर्ता सदस्यज्यूहरूलाई यो आपतको घडीमा केही रकम दिएर उहाँहरूलाई मद्दत गरेको पनि हाम्रो यो संस्थाको अफिस 1 गते प्रत्येक महिनाको 1 गतेबाट 10 बजेसम्म खुला रहने र निर्धारित समय भएकोले यदि त्यस समयमा कुनै चाडपर्व आएमा र बिदा परेको खण्डमा संस्थाले अफिस बाहिर सूचना टाँस गरी र मोबाइल फोनको व्हाट्सएपबाट सदस्यहरूलाई सूचना दिने गरेको पाएको छु। भए गरेका गल्तीहरूलाई
संस्थाले सुधार गर्दै लैजानु पर्नेमा सुधार गर्दै लगेको पनि मैले पाएको छु। प्रवेश हुने क्रमलाई पनि बढोत्तरी गर्दै लगेको म जानकारी गराउन चाहन्छु। र लगायत अरू उपसमितिका साथीहरूले संस्थाको कार्य सम्पादन सक्रिय रूपमा गरेको म जानकारी गराउन चाहन्छु। उनीहरूलाई साधारण सभामा लैजानलाई 3 महिनामा आर्थिक कारोबारको हिसाब परीक्षण गरी हिसाब किताब आएको छु। उहाँहरूले धेरै नै जोड साथै अघि नै हाम्रो अध्यक्षज्यूले भनिसक्नु भएको छ, बचतकर्ता सदस्यज्यूहरूलाई असारसम्म हाम्रो यस संस्थामा बाँकी रकम 1,91,44,399 भएको म जानकारी गराउन चाहन्छु, जसमा सञ्चित कोष 5,25,814 र भएपरि कोषमा 7,19,776। यसै गरी बचत कोषमा 1,75,53,004 रुपियाँ। यसै गरी भुक्तानी दिनुपर्ने 3,45,803 रुपियाँ र दायित्वतर्फ 91,44,399। सम्पत्तितर्फ सम्पत्ति समान 44,224 रुपियाँ। ऋण लगानीमा 1,53,64,445 रुपियाँ। पाउनुपर्ने रकम रुपियाँ र ब्याङ्कमा रहेको रकम 37,17,886 रुपियाँ। उपस्थित सम्पूर्ण व्यक्तित्वज्यूहरूलाई स्वागत नृत्यद्वारा स्वागत गरिदिनु हुन नृत्य समूहका कलाकार रोजी लुङ्गेली र प्रतीक्षा राणाज्यूलाई हार्दिक अनुरोध गर्दछु स्वागत नृत्यको लागि।
म यस संस्थाको प्रतिवेदन सरसरी रूपमा म पढेर सुनाउन चाहन्छु। भन्ने मूल नाराको साथमा सम्पन्न हुन गइरहेको यस भूपू सैनिक कल्याणकारी संस्था प्रगति नगरको 17औं साधारण सभा एवं नववर्ष 2083 को शुभकामना आदान प्रदान सभाका सभाध्यक्षज्यू, मञ्चमा आसीन प्रमुख अतिथिज्यूहरू, विशेष अतिथिज्यूहरू, सल्लाहकारज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रमुख एवं प्रतिनिधिज्यूहरू, कार्य समितिका सम्पूर्ण पत्रकारज्यूहरू तथा यस संस्थाको 17औं साधारण सभालाई सफल बनाउन पाल्नुभएका समस्त वचनकर्ता सदस्यज्यूहरू, यस संस्थालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा म कोषाध्यक्ष क्याप्टेन रामप्रसाद पराजुलीको तथा यस संस्थाको तर्फबाट स्वीकार्नुहोस् भूपूमय अभिवादन। जय भूपू। 82 को आय व्यय लेखाजोखा हिसाब किताब विवरण प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ। आज 17औं साधारण सभासम्म आइपुग्न धेरै आरोह अवरोहका बीच सबै बचतकर्ताहरूको सहयोग र सद्भावले हामी यस गरिमामय सभामा उपस्थित भएका छौं। पदाधिकारीहरूको योगदानलाई स्मरण गर्न चाहन्छु, जसले यो संस्था गठन गर्ने अवधारणा ल्याउनुभयो। मूलतः उहाँहरूको संस्था गठनको उद्देश्य भूपूहरूको बीचको एकता, साथ सहयोग कायम राख्ने, यसलाई भूपू मिलन चौतारीको रूपमा विकास गर्ने भन्ने नै अभिप्राय थियो। हामीले यो उद्देश्यलाई अझ बढी संस्थागत र दिगो बनाउने कोसिस गरेका छौं। अब भने म यस आर्थिक वर्ष 2081-82 को आय व्ययको लेखाजोखा प्रस्तुत गर्न चाहन्छु। 2081-82 को जो आर्थिक हिसाब किताबको अडिट श्री टीएन सुवेदी एन्ड कम्पनी बाट अडिट गराएका थियौं, जसमा लेखा परीक्षक हुनुहुन्थ्यो टेक नारायण सुवेदी र उहाँहरूले एउटा सानो टिप्पणी हाम्रो जुन आर्थिक हिसाब किताब छ यस सम्बन्धमा सानो एउटा टिप्पणी अवधिमा संस्थाका कुनै पदाधिकारीबाट आर्थिक हानि नोक्सानी गरेको देखिँदैन। लेखा परीक्षणको सिलसिलामा आवश्यक ठानी माग गरिएको जानकारी एवं शोधनी गरिएको कुराहरूको जवाब यथाशीघ्र प्राप्त भयो र प्रमुख लेखा नीतिहरू संस्थाले वित्तीय विवरणको प्रस्तुति, लेखा अभिलेखमा एकहोरो लेखा प्रणाली नीति अवलम्बन गरेको पाइयो। संस्थाले लेखा ऐतिहासिक मूल्य पद्धति र नगद आधारमा राखिएको छ र यस वर्षमा जुन आम्दानीतर्फ, प्राप्तितर्फ र भुक्तानीतर्फको विवरण यस प्रकार थियो। कुल ऋण असुली 1,51,53,890 रुपियाँ भएको थियो र ब्याज आम्दानी 15,63,479 रुपियाँ भएको थियो र बैंक मार्फत ब्याज 1,16,766 रुपियाँ 3 पैसा आएको थियो। विविध कोषमा सहयोग 95,997 रुपियाँ देखिन्छ। यसमा हाम्रो सदस्यता शुल्क लगायत हर्जना र प्रवेश शुल्क सामेल छन्। पाउनुपर्ने प्राप्त 2,23,335 रुपियाँ यो विगतको जुन हिसाब किताब थियो त्यो यो आर्थिक वर्षमा प्राप्त भएको हो। बचत संकलन 24,56,687 रुपियाँ भएको छ र भैपरी कोषमा 7,500 रुपियाँ प्राप्त भएको छ। ब्याज कर बाँकी 45,367 रुपियाँ
69 सभा खर्च 2,01,753 रुपियाँ र ब्याज खर्च 7,56,126 रुपियाँ 65 पैसा, सम्पत्ति खर्च 2,100 रुपियाँ, बैंक परपट्टि 6,737 रुपियाँ 79 पैसा, बचत फिर्ता 6,15,038 रुपियाँ र ऋण लगानी 1,63,53,335 रुपियाँ, दैनिक अनुगमन खर्च 1,92,000 र अन्य खर्च 1,98,045 रुपियाँ 8 पैसा र ब्याङ्कमा बाँकी 37,17,866 रुपियाँ रहेको थियो र आयतर्फ ब्याजमा आम्दानी 15,63,479 रुपियाँ र ब्याङ्क ब्याज 1,16,766 रुपियाँ 3 पैसा थियो र जसमा हेडिङमा अलग अलग हेडिङमा सहभागी यातायात 2,32,000 खर्च भएको थियो। यही 2,32,000 मध्येबाट हामीले गत वर्ष जेठको महिनामा सदस्यहरूको खातामा 1 महिनाको बचत संस्थाले जम्मा गरिदिएको थियो र ब्याज खर्च 7,56,126 रुपियाँ 65 पैसा, अन्य खर्च 1,98,045 रुपियाँ 8 पैसा र लेखा परीक्षण पारिश्रमिक 10,000 र 2081-82 को बचत 90,320 रुपियाँ 30 पैसा। यस प्रकारले खर्चको विवरण यही नै छ। अन्य सबै अनुसूची छन्। यही खर्चहरूको ज्येष्ठ सदस्य बालकृष्ण भुषालज्यूलाई ज्येष्ठ नागरिक सम्मान एसीमा उत्कृष्ट जीपीए ल्याउने छात्रा सुमिना केसी 4 जीपीए पनि नगद रकम र प्रमाणपत्रले सम्मान गर्ने गरेका छौँ। जानकारी गराउन चाहन्छु यहाँहरूलाई। त्यस्तै गरी स्पन्दन क्षेत्रीय कार्य समितिका सदस्यज्यूहरूलाई म सम्मान गरिदिनु हुन प्रमुख अतिथि तथा सभाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। कार्य समिति सदस्य झेलो प्रसाद भट्टराईज्यू, उहाँ यस संस्थाको कार्य समितिले हरेक शेर सदस्यको घरमा पुगेर शेर सदस्यज्यूहरूलाई हुँदा उहाँलाई यो सम्मान प्रदान गरिएको छ। उहाँ अनुपस्थित भएको हुँदा उहाँको धर्मपत्नीज्यूलाई म उत्कृष्ट कार्य समिति सदस्यको सम्मान ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। धनकुमार यस संस्थाको हरेक समय संस्थाको हाम्रो यो पछिल्लो कार्य समितिको 2 वर्षको कार्यकालमा हामीले न्यायज्यूलाई म हार्दिक अनुरोध गर्दछु। सम्मान प्रदान गरिदिनु प्रमुख अतिथि। धन्यवाद। भूपू सैनिक जनकल्याण समूहको 17औं वार्षिक साधारण सभा र स्थापना दिवसका आजका यस मञ्चमा आसीन अध्यक्ष श्रद्धेय क्याप्टेन श्री शेरबहादुर केसी साहब, मञ्चमा आसीन उपस्थित प्रमुख अतिथि एवं विशिष्ट व्यक्तित्व, उपस्थित सबै मेन साहबहरू, सुबेदार मेजर साहबहरू, कलाकार नानी बाबुहरू र हाम्रो इन्सपेक्टर टिभी विष्ट साहब लगायत सम्पूर्ण सुरक्षाकर्मी साथीहरू र पत्रकार मित्रहरू। प्रगतिनगर भूपू सैनिक जनकल्याण समूहले आयोजन गरेको यस वार्षिक साधारण सभा र स्थापना दिवसको यो रमणीय माहौल, वातावरण र यहाँ तपाईहरूको जोश, उत्साह र उमङ्ग देख्दाखेरि मलाई पनि करेन्ट लागे जस्तो भएर मलाई पनि त्यस्तै जोश आएको छ। तपाईहरूको सबै कुराहरू मैले सुने। हजुरहरूले चाहिँ नि तयार पार्नु भएको यो
वार्षिक प्रतिवेदनको डिस्क्रिप्सन पनि मैले गहिराईमा अध्ययन गरेँ र त्यसबाट म निकै इम्प्रेस छु, प्रभावित छु र म पनि भविष्यमा आउँदा दिनहरूमा त्यो कुराहरूलाई चाहिँ नि आउने प्रतिबद्धता तथा कटिबद्धता तपाईहरु समक्ष व्यक्त गर्न चाहन्छु। दिलीपुरी भूपू सैनिक जनकल्याण समूहको अध्यक्षको हैसियतले हजुरहरूले मलाई यो सम्मान यहाँ उपस्थितिका लागि दिनुभएको चाहिँ निमन्त्रणाको लागि म हजुरहरू सबैलाई प्रगतिनगर भूपेको अन्तरात्मादेखि धेरै धेरै माया र उच्च सम्मान टक्राउन चाहन्छु। समय छोटो छ, हाम्रो संघमा निकै नै राम्रो राम्रो नाच्ने नानी बाबुहरू कलाकारहरू पनि उपस्थित हुनुहुन्छ। मात्रै एउटै कुराको कमी देखेँ मैले, तपाईहरुमा जोशको कमी छ, अलि जोश हुनुपर्छ। कुरा बुझ्नुभयो त? त्यसो हुँदाखेरि नानी बाबुहरूको डान्सको बेलामा ताली बजाएर उहाँहरूलाई स्वागत गरिदिनु होला र फेरि वन्स मोर भनिदिनु होला, नत्र भने फेरि नानी बाबुहरू गएपछि नाच्ने रहरमै हुनेछ। धेरै नभनेर आउँदै गरेको चाहिँ नयाँ वर्ष 2083 को पावन अवसरमा हजुरहरू सबैको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको साथै उत्तरोत्तर प्रगतिको शुभकामना म र मेरो मेन्साको तर्फदेखि व्यक्त गर्दै कार्यक्रमदेखि बिदा हुने अनुमति चाहन्छु। तपाईहरु सबैको दिन शुभ रहोस्। जय भूपू, फेरि भेटौँला। ह्यापी न्यू इयर। यस साधारण सभाका प्रमुख अतिथिज्यूहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण बुवा नगरपालिका, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यस नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केही साथीहरू यस भूपू सैनिक कल्याणकारी संस्थामा पनि आबद्ध हुनुहुन्छ। त फुलबारीमा सम्पूर्ण साथीहरूलाई समान सम्मान गर्नुहुनेछ भन्ने म आशा गर्दछु। नयाँ वर्ष 2083 को शुभ अवसरमा यहाँहरू समक्ष देउचुली नगरपालिका नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको तर्फबाट म सुख समृद्धि र मङ्गलमयको शुभकामना व्यक्त गर्दछु। जय देश, जय भूपू। धन्यवाद। सोही अनुसार शेरबहादुर बस्नेतजीको बुवा को स्वर्गआरोहण भएको हुनाले उहाँको यस संस्था बनाएको बचतको रकमको सहभागिता ब्याजको चेक कार्यक्रम सञ्चालक यसै संस्थाका सचिव हरिद्वारी छ। दिन यो जनसभामा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई यसै संस्थादेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। यो भूपू सैनिक कल्याणकारी संस्था प्रगति नगरको 17औं साधारण सभा स्थापना दिवस तथा नयाँ वर्ष 2083 को आदान प्रदान कार्यक्रमका अध्यक्ष श्री क्याप्टेन शेरबहादुर केसीज्यू, विशेष अतिथि र अतिथिज्यूहरू, कार्य समितिका पदाधिकारीज्यूहरू, साथै यो संस्था भूपू सैनिक कल्याणकारी संस्थामा आबद्ध सम्पूर्ण बचतकर्ता सदस्यहरू लगायत सम्पूर्ण जनसभालाई मेरो हार्दिक अभिवादन। जय भूपू। दैवमय सभामा मलाई प्रमुख अतिथिको रूपमा बोल्ने मौका दिनुभएकोमा मलाई अति खुसी महसुस भएको छ। तसर्थ सम्पूर्ण उपस्थित जनसभालाई हृदयदेखि नै धन्यवाद, आभार व्यक्त गर्दछु। क्याप्टेन दिलबहादुर श्रेष्ठज्यूको अगुवाईमा 2064 साल असोज 16 गते प्रगति नगर गाविसमा भूपूहरू हुनुहुन्थ्यो। उहाँको अगुवाईमा हामीले
प्रगतिनगर गाविसमा भएका भूपुहरूको भेलाले संस्थाको नाम भूपू सैनिक कल्याणकारी संस्था प्रगतिनगर नामकरण गर्दै समिति चयन गरियो। साथै कार्य सम्पादन गर्ने प्रक्रिया सुरु गरी बचत प्रत्येक महिना जम्मा गर्ने शुल्कहरू सबै आदि इत्यादि शुल्कहरू प्रवेश शुल्क भएपरि कोष आदि गरी सबै वडाका भूपुहरूलाई समेट्ने गरी पत्राचार गर्ने र अफिस खोलेर सुरुवात गर्ने संस्थाको विधान दर्ता गर्ने निर्णय गरिएको थियो र समिति चयन गरियो, जसमा अध्यक्ष स्वयं मलाई नियुक्ति गर्नुभयो। उपाध्यक्षमा नायक मनबहादुर लुङ्गेली साहब, सचिव सुता चन्द्रबहादुर भण्डारी र कोषाध्यक्षमा क्याप्टेन विष्णुबहादुर कौडेल जो कि आज हामी सामु हुनुहुन्न, उहाँको छोडेर भयो। उहाँलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहे। उहाँको आत्माले शान्ति पाओस्। वडालाई समेट्ने गरी संसदीय समिति चयन गरियो र यो समितिले 2-3 महिना 4-5 बैठक राखी बचतहरू प्रत्येक महिनाको सौका दरले बाँकी सबै शुल्क जम्मा गरी 48 जना सदस्यहरूबाट सुरु गरिएको संस्था हो। संस्थामा अध्यक्ष र कोषाध्यक्ष साहब कम्प्युटर योग्य हुनुहुन्छ। यसैले हाल जति पनि आर्थिक कारोबार यो संस्थामा कम्प्युटरद्वारा गरिएको छ र कारोबार राम्रो गरेको नयाँ वर्ष 2083 को पावन अवसरमा सम्पूर्ण उपस्थित जनसभालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै मेरा यी 2 शब्द यही समाप्त गर्न चाहे। धन्यवाद। जय भूपू। कार्यक्रम संचालक तथा भूपू सैनिक कल्याणकारी संस्था प्रगतिनगरका आदरणीय सचिवज्यू, धेरै त्यति लोजिकली मैले पनि मन पराउँदिनँ, तैपनि कथाले मागेपछि केही न केही बोल्नै पर्ने हुन्छ। सर्वप्रथम त आज यो 17औं साधारण सभा तथा 2083 नयाँ साल 2083 को शुभकामना आदान प्रदान कार्यक्रममा पाल्नुभएका हाम्रा प्रमुख अतिथि, विशेष अतिथि, मञ्चमा आसीन सम्पूर्ण हाम्रा आदरणीय व्यक्तित्वहरू र यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन पाल्नुभएका हाम्रा भूपू सैनिक कल्याणकारी संस्था प्रगतिनगरका सम्पूर्ण सदस्य, आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, मिडियाकर्मी साथीहरू र सम्पूर्ण यहाँ मैले देखिरहेको छु, यहाँ सम्पूर्ण मेरा आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, सम्माननीय व्यक्तित्वहरू हुनुहुन्छ। यो भूपू सैनिक कल्याणकारी संस्थालाई यहाँसम्म पुर्याउन खटेर यहाँ लागिरहनु भएको र यहाँ पुर्याइदिनु भएको अभिभावकहरू पनि मैले देखेको छु। उहाँलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु। म धेरै भन्न छैन। कार्यक्रमको यो बन्द सत्र, खुल्ला सत्रको समापनको पनि यो समय हो र सँगसँगै समय पनि कम भएको र भत्ता यातायात भत्ता लिएर पनि तपाईहरू यहाँबाट प्रस्थान गर्नुहुनेछ भन्ने आशयसँगै म सम्पूर्णलाई फेरि पनि यो अमूल्य समय दिएर यो कार्यक्रमलाई सफल बनाउन तपाईहरू यहाँ पाल्नुभयो, म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। आगामी दिनमा पनि यो भूपू सैनिक कल्याणकारी संस्था प्रगतिनगरलाई कसरी हामी फुलाउन सकिन्छ, यसलाई अगाडि कसरी बढाउन सकिन्छ, तपाईहरूको सल्लाह सुझावको अपेक्षा रहेको छ हामीमा। हामी त्यो तपाईहरूले दिएको सल्लाह सुझावलाई अवलम्बन गरेर यो संस्थालाई जीवित राख्नु, अगाडि बढाउन, अझ प्रभावशाली ढङ्गले यसलाई अगाडि बढाउन हामी कटिबद्ध रहने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र यो संस्थामा जसरी पहिला सम्पादन हुँदै आएको थियो त्यही कार्यविधिलाई फेरि पनि दोहोऱ्याउँदैछौँ, नयाँ केही कुराहरू पनि गर्दै गएका छौँ। अहिले
प्रमुख अतिथिका कुराहरू पनि आइरहेका थिए। प्रमुख अतिथि हामीले बाहिरबाट बोलाउँथ्यौँ, तर हामीले केही परिवर्तन गरेका छौँ। प्रमुख अतिथि यही संस्थालाई बनाउन, यही संस्थालाई जगाउन त्यसले अहोरात्र खटेर जसले यो संस्थापन कालदेखि चाहिँ काम सुरु गर्नुभयो, लगनको साथमा लाग्नुभयो, उहाँलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यसलाई केही परिमार्जन गरेर यहाँ ल्याएका छौँ। यसै सन्दर्भमा आज प्रमुख अतिथिको रूपमा हाम्रै आदरणीय व्यक्तित्व यस संस्थाका अभिभावक क्याप्टेन लीलामणि घिमिरे साहब हुनुहुन्छ। उहाँलाई म उच्च सम्मान सहितमा सल्युट गर्न चाहन्छु। क्याप्टेन लीलामणि घिमिरे साहबले हाम्रो यो निमन्त्रणालाई स्वीकार गरेर प्रमुख अतिथिको रूपमा यहाँ उपस्थित हुनुभएको छ। शोभा बढाइदिनु भएकोमा म फेरि पनि आभार व्यक्त गर्न चाहन्छु। यसै गरी यहाँ सम्पूर्ण साथीहरूले यो हाम्रो साधारण सभा 17औं साधारण सभाको सबैजना अध्यक्ष लगायत कोषाध्यक्ष, सचिव र लेखा संयोजकको पनि प्रतिवेदन सुनिसक्नु भएको छ। मलाई आशा छ उहाँहरूको केही सल्लाह सुझाव छ, त्यो प्रतिवेदनमा भने पनि हामी बन्द सत्रमा तपाईँहरूको सल्लाह सुझावलाई लिएर अगाडि बढ्ने प्रतिबद्धता सहित सम्पूर्णलाई फेरि पनि म यो कार्य सम्पादनको लागि खटिनुभएका हाम्रा सम्पूर्ण कार्य समितिका सदस्यहरू, उपसमितिका साथीहरू, सल्लाहकार समितिका आदरणीय मेरा अभिभावक साथीहरूलाई म हृदयदेखि फेरि पनि आभार व्यक्त गर्दै नयाँ साल 2083 को मङ्गलमय शुभकामना पनि व्यक्त गर्दै यहाँहरूबाट म पहिलो यो खुला सत्रको समापन को लागि म उजेल पर्न चाहन्छु। सबैलाई धन्यवाद।